फागुन 21 को चुनावलाई लिएर सबैभन्दा बढी उत्साहित दल हो रासपा। पहिले नै मिसन 84 भनिरहेको रासपालाई 82 मै चुनाव हुँदा ढुङ्गा खोज्दा देउता मिले जस्तै भयो। आउने चुनावबाट सबैभन्दा ठूलो दल बन्ने र सरकारको नेतृत्व गर्ने अपेक्षा राखेको रासपालाई जेएनजी आन्दोलन त मलजल नै बन्यो। जेएनजी आन्दोलन र त्यसका मुद्दालाई संस्थागत रूपमा नै समर्थन गरेको रासपालाई पुस 13 को झिसमिसेमै काठमाडौँका मेयर बालेन शाहसँगको सहमतिले थप उत्साहित बनायो। बालेन रासपामा दोस्रो वरियतासहित समाहित भए। रासपाले बालनलाई चुनावपछि प्रधानमन्त्री बनाउने भयो। त्यसको अर्को दिन अर्थात् पुस 14 गते साँझ रासपाको उत्साहमा अर्को इटा थपियो। बालेनलाई साची राखेर कुलमान घिसिङ र उनको संरक्षकत्वमा रहेको दल उज्यालो नेपाल पार्टी पनि रासपामै समाहित भयो। यसले रासपालाई मात्र नभई वैकल्पिक शक्तिहरू बीच एकता चाहने सबैलाई खुसी दियो। तर त्यो खुसी केही घण्टाभित्रै आक्रोशमा परिणत भयो। त्यो पनि पार्टी भित्रैबाट र आक्रोशको कारण बन्यो समानुपातिक तर्फको उम्मेदवारको सूची। रासपाले निर्वाचन आयोगमा बुझाएको उम्मेदवारको बन्द सूची सार्वजनिक भएपछि रासपाको स्थापना कालदेखि लागेका र पछिल्लो समय मिसिएका कतिपयलाई चित्त बुझ्दो भएन। रासपाले 110 जनाको सूची आयोगमा बुझाउँदा मुख्य गरी कसलाई समेट्यो, अब त्यसको चर्चा गरौँ। रासपाले बुझाएको उम्मेदवारको बन्द सूचीमा खस आर्यतर्फको दोस्रो नम्बरमा छन् सचिन ढकाल। सचिन नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्र ढकालका छोरा हुन्। यसअघि रासपा, बालेन र कुलमान समूह कतै पनि उनको नाम सुनिएको थिएन। गोल्ड स्टारकी कार्यकारी निर्देशक विदुषी राणा महिलातर्फ दोस्रो स्थानमा छिन्। रासपाबाट यसअघि नै समानुपातिक सांसद रहेका असीम शाहका दाई आसिफ शाह मुस्लिम कोटाको पहिलो नम्बरमा छन्। गायक प्रकाश सपुत, अभिनेत्री रिमा विश्वकर्मा, पूर्व मिस नेपाल अनुष्का श्रेष्ठ र गायिका त्रिशला गुरुङ पनि सूचीको अग्रपङ्क्तिमा छन्। खास गरी सचिन, विदुषी, आसिफ, प्रकाश, रिमा, अनुष्का र त्रिशलाको नामलाई लिएर रासपामा असन्तुष्टि बढेको छ। रिमा त उज्यालो नेपाल पार्टीमै थिइन्, तर अरू धेरैले प्रश्न गरेका छन्। त्यसमाथि पछिल्लो समय एमाले छाडेका प्रकाश सपुत अनि श्रद्धा कुँवरलाई प्राथमिकताको सूचीमा राखिनुले रासपाका पुराना कार्यकर्ताको मन चिडिएको हुनुपर्छ। अनि एकाएक सचिन कसरी प्राथमिकतामा परे? उद्योगी व्यवसायीको समर्थन जुटाउन सचिनलाई ल्याइएको रासपाकै नेताहरूले बताउने गरेका छन्। यति मात्रै होइन, महिलालाई अश्लील गाली गरेको आरोपमा मुद्दा खेपिरहेका अरनिको पाण्डे र सरकारी कागजात किर्ते गरेको आरोपमा मुद्दा खेपेकी ज्वाला सङ्ग्रौला पनि उम्मेदवारको सूचीमा छन्। यहाँ भन्नै पर्ने कुरा के छ भने रासपाले समानुपातिकतर्फ उम्मेदवार छान्न पार्टीमा प्राइमेरी इलेक्सन नै गरेको थियो। नतिजा पनि सार्वजनिक गरियो, तर त्यो नतिजा सूचीमा प्रतिबिम्बित भएन। अरू त अरू, दलिततर्फ सबैभन्दा बढी भोट ल्याउने विजय जैरी नै सूचीमा अटाएनन्। अन्य क्लस्टरमा पनि सबैभन्दा बढी भोट ल्याउनेलाई क्रम सङ्ख्यामा तल पारियो, कम भोट ल्याउनेलाई माथि पारियो। जस्तो कि खस आर्य पुरुषतर्फ सबैभन्दा बढी भोट ल्याउने रमेश प्रसाईलाई तल राखेर पहिलो नम्बरमा विपिन आचार्यको नाम राखियो। विपिन आफै उम्मेदवार छनौट समितिका संयोजक हुन्। सभापति रवि लामिछानेले चुनाव लड्दै आएको जिल्ला चितवनबाट मात्रै 21 जना सूचीमा परे। यो सँगै रविको रिहाईका लागि 30 लाखको जमानत दिने मनोहर प्रधानलाई समानुपातिक उम्मेदवार बनाइएको भन्दै आलोचना भएको छ। एकातिर समानुपातिक प्रणालीको मर्म मारियो, अर्कोतिर प्राइमेरी इलेक्सनकै धज्जी उडाइयो, रासपाकै नेताहरूले भन्ने गरेका छन्। उम्मेदवारको सूचीले साबिकको रासपामा त विवाद बढ्यो नै, सूची बुझाउने दिनमै रासपामा मिसिएको उज्यालो नेपाल पार्टीमा पनि विवाद सुरु गरायो। सूचीमै रहेका प्रोफेसर महेन्द्र लावती र तासी ल्याजोमले त आफ्नो नाम हटाउन नेतृत्वलाई आग्रह गरिसकेका छन्। कुलमानकै सिफारिसमा परेका डाक्टर राम लामा र धर्मलाल तामाङको नामलाई लिएर पनि उज्यालो समूहमा विवाद बढेको छ। आफ्ना नातेदारलाई समेटेर सङ्गठनमा लागेकालाई छोडेको कुलमानमाथि आरोप छ। आलोचना चुलिएपछि कुलमानले फेसबुकमा लेखे, मैले मेरा भान्जा र ससुरालाई उम्मेदवार बनाएको छैन, केही कमजोरी रहेछ भने सच्याइन्छ। कुलमानले मात्रै होइन, रासपा सभापति रवि लामिछानेले समेत उम्मेदवार चयन प्रक्रियाबारे स्पष्टीकरण दिइरहेका छन्। सूची बुझाएको भोलिपल्ट पोखरा पुगेका रविले भने, प्राइमेरी इलेक्सन मात्रै सबै चिज होइन, त्यो त 50% मात्रै हो, अन्य पक्ष पनि केलाएर उम्मेदवार चयन गरिएको हो। नेतृत्वले जसरी प्रतिरक्षा गरे पनि जनमानसमा भने रासपा पनि पुराना दलहरू जस्तै त रहेछ भनेर चर्चा चल्न थालेको छ।
खास गरी चर्चित र लोकप्रिय अनुहारलाई सूचीमा समावेश गरेर बढी भोट बटुल्ने रणनीति रासोपाले अवलम्बन गरेको विश्लेषण राजनीतिका जानकारहरूले गरेका छन्। चुनाव प्रचारमा सेलिब्रिटीहरूलाई देशैभर दौडाउने अनि प्रत्यक्ष र समानुपातिक दुवैतर्फ भोट बढाउने रासोपाको रणनीति कति उपयोगी होला, यसको जवाब पक्कै पनि नेतृत्वले देला। तर समानुपातिक उम्मेदवार चयनमा जुन विवाद र असन्तुष्टि देखियो, यस्तै विवाद र असन्तुष्टि प्रत्यक्षतर्फका उम्मेदवार चयनमा पनि देखियो भने रासोपाले अपेक्षा गरे अनुसार मत पाउन भने मुस्किल पर्न सक्छ।